यस्तो रहेछ है यहाँ चाहिँ सबै कोदो ढुङ्गो भात त पल्टिएर जाला न। अहिले चाहिँ हामी नर्थ क्यारोलिना आएको चाहिँ ह्याङ्गिङ रकमा छौँ। यहाँको मेन भनेको यो एट्र्याक्सन भनेको यो रहेछ है। चल्लाको यहाँ आएर हेर्ने यहाँ चाहिँ डर लाग्ने भिडियोहरू हुन्छ है। 12 सालको त्यहाँ ती हेलो नमस्ते सबैजनालाई। यति बेला चाहिँ म नर्थ क्यारोलिनाको ह्याङ्गिङ रक स्टेट पार्कमा छु र तपाईँले यहाँ देख्न सक्नुहुन्छ ह्याङ्गिङ रक ट्रेल भनेर होइन। यहाँबाट चाहिँ हामी लगभग कति टाइम लाग्छ हामी चाहिँ वाक गर्दैछौँ। यहाँ तपाईँले बाटो पनि देख्न सक्नुहुन्छ। हामीसँग चाहिँ यहाँ 3 जना बुवाहरू हुनुहुन्छ अनि हाम्रो दाइ हुनुहुन्छ। यहाँ तपाईँलाई म के छ टक्क म देखाउँदै जानेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। कृपया मन पराउनु, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। मैले यो तपाईँ यहाँ आउन चाहनुहुन्छ भने डिस्क्रिप्सनमा मैले यहाँको लेखिदिएको हुन्छु है। हामी चाहिँ यहाँ बुवाहरू हुनुहुन्छ, बुवा दाइ ल है बुवाहरूलाई वेलकम छ है। ल हाम्रो यहाँ थाहा पाइन्न क्या। हजुर अशोक पनि कहिल्यै पनि बात गरेको देखिँदैन, बस्यामा त देखिन्छ जहिले अघि भइरहेको एउटा भिडियो भन्छ न क्लिप बनायो भने गेट राम्रो रहेछ। माथि अस्ट्रेलियन गेम भयो झन् कति राम्रो। हेलो Hi. ओके अहिले चाहिँ हाम्रो ह्याङ्गिङ रकमा चाहिँ हाम्रो अहिले ट्रेकिङ हुँदैछ। हामी 5 जना आएका छौँ र यहाँ अहिले ल हाफ माइल चाहिँ हामी हिँडेर आइसक्यो र अहिले हाम्रो लगभग यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ लगभग कति भन्दा ल 1 माइल अझै छ है। हामी 1 माइल टपमा पुऱ्यो अनि फेरि 1.56 माइल रिटर्न आउनुपर्ने छ होइन। यहाँ चाहिँ रमाइलो रहेछ। यहीँ नर्थ क्यारोलिना वरिपरि बस्नुहुन्छ, यता घुम्न आउँदै हुनुहुन्छ भने चाहिँ कि तपाईँ यहाँ आउनु होला, बच्चा बच्ची लिएर पनि आउनु सकिने रहेछ। बाटोहरू तपाईँले दिइसक्नुभयो र मजा आएको छ है। यहाँ मैले के हुन्छ अझ देखाउँछु, हेर्दै गर्नु है त। हामी चाहिँ पहिला स्कुल पढ्दा पनि यस्तै बाटोमा लडीबुडी खेल्दै हिँडेको होइन। बाटोमा हिँड्दै गरेको हुनाले चाहिँ हामीलाई यो डाँडाकाँडामा आउन अनि ट्रेकिङ हाइकिङ गर्दाखेरि चाहिँ छुट्टै मजा हुन्छ। आफ्नै गाउँघरमा पुगे जस्तै होइन, त्यस्तै मजा हुन्छ। अनि यहाँ चाहिँ धेरैजना टुरिस्टहरू यहाँको लोकल मान्छेहरू पनि हाइकिङ गर्न आउनुभएको रहेछ। हाम्रो बुवाहरू पनि आउनुभएको छ। बुवालाई पनि एकदम रमाइलो लागिरहेको छ। यहाँ बुवाहरू हुनुहुन्छ पुराना आफ्नो गाउँघरमा हिँडेका बाटाघाटाहरू सम्झिँदै हिँड्नु भएको छ। यहाँ देख्न सकिन्छ ए यो चाहिँ होइन, यो चाहिँ यता भाँचिएर फेरि यहाँबाट पलाएर माथि गएर यहाँ मलाई बुवालाई देखाउँदै हुनुहुन्छ। यो चाहिँ ढुङ्गा रहेछ बाटोहरू। ठक्कै यहाँ जङ्गल छ, जङ्गल चाहिँ पुरै सुकिसकेको छ। अब जाडो सुरु भयो नि, त्यसमा पात झरिसकेको छ। खट्टा दामी कुकुर लिएर आएको चाहिँ यिनीहरूको सम्पत्ति है यो। ढुङ्गै खाँदै जतातै मुखबाट सकिन्छ। त्यसपछि चाहिँ अनि ठ्याक्क खाला खाने पनि सबै आउँछ खरिद जस्तो भएर त्यसमा गरिराखेका
भैँसीलाई नि राम्रो भैँसीलाई नि 2 लाखै भन्छ क्या हो 1 लाख त भन्छ हल्का स्यास्या भयो लगभग टपमा आउनु लागिसकेको छ होइन हल्का जस मर्निङ वाक इभिनिङ वाक गर्नको लागि एकदम पर्फेक्ट ठाउँ रहेछ पुरा स्यास्या भइन्छ उहाँ बुवाहरू पछि पछि आउँदै हुन्छ हामी बिस्तारै हिँड्नु पर्यो अगाडिको टोली के भन्छ गोरु खेद्ने पछाडि मान्छे खेद्ने अगाडि त भन्छ होइन अगाडि हिँड्ने पछि पछि आउने पनि त छैन कस्तो लागिरहेको छ एकदम राम्रो आनन्द छ त्यही छ यतिको के ठुलो छैन नि गौटा बुवा रमाइलो भइरहेछ एकदम रमाइलो भयो धेरै पछि हिँडेर हल्का सियासिनु भयो होइन एक्सर्साइज चाहिँ राम्रो भयो हामी चाहिँ ह्याङ्गिङ रकको चाहिँ नजिक आइसकेका छौँ ऊ तपाईँ टपमा रहेछ हामी यहाँ तल छौँ हाम्रो यहाँ देख्न सक्नुहुन्छ है हाम्रो चाहिँ अहिले वाटर ब्रेक भयो वाटर ब्रेक भयो हेर्नु लास्टको डाँडा हेर्नु न रमाइलो भयो होइन म त एकदम खुसी छु म गाइड हो है आजको त्यहाँ दाइ हाम्रो गाइड हुनुहुन्छ होइन बुवाले पानी खाने हुनुहुन्छ ए बुवाले झन् भिआइपी पानी लिएर आउनु छ ट्याक्कै यहाँबाट त्यो रोड चाहिँ राम्रो देखिँदो रहेछ नि होइन त्यो बिचको रोड उहाँको रोड चाहिँ एकदम राम्रो देखिँदो रहेछ उहाँ डाँडाकाँडामा चाहिँ पुरा चिसो जङ्गलको हावा खाँदै होइन यो डाँडाखाँडामा हिँड्न चाहिँ छुट्टै मजा भइरहेछ तर त्यति हिँड्ने बानी छैन नि त तिनीहरूले हल्का स्या चाहिँ भइरहेको छ देखिसो सिनरहनु भएको छ होला भिडियोमा पनि अब यतातिर के छ होइन यहाँ चाहिँ यो ठ्याक्कै लाली गुराँसको जस्तै रहेछ होइन सायद यो केही लाली गुराँसको केही होला यो कुनै प्रजातिको बिरुवा हुनसक्छ यता हेर्नुभन्दा ठ्याक्कै यो हाम्रो भैरमथानतिर गएको जस्तो पनि रहेछ है सर्लक्कै यहाँ हेर्दा बाटो चाहिँ यस्तो छ है योबाट ट्रेकिङ गर्ने रहेछ है यस्तो छ सर्लक्कै हिँड्ने होइन कहाँ पुग्नुभयो यहाँ चाहिँ टक्क इभिनिङ वाक मर्निङ वाक जे आए पनि हुँदो रहेछ है टक्क मजाको ढुङ्गा होइन यसको मेन पोइन्टको लगभग आइ जस्तो छ है हेर्दाखेरि चाहिँ उयो वरिपरि हुनुपर्छ यही रहेछ कि ह्याङ्गिङ रक भनेको चाहिँ टक्क यहाँ चाहिँ आगोसागो नोबाल भनेर लेखेको छ होइन यहाँ चाहिँ टक्क आगोसागो नोबाल भनेर लेखेको रहेछ यहाँ चाहिँ अब छैन जोडी छैन मस्किन भने जस्तो यता पनि यता हेरेर यहाँ जोडी रहेछन् त्यहाँ पनि जोडी रहेछन् चाहिँ हामी यता हेर्दैछौँ यहाँबाट टक्कै ह्याङ्गिङ रक भयो हस् देखेँ दाइ यो चाहिँ हो त्यस्ता पनि डर लाउँदैछ त ढुङ्गा चाहिँ डर लाउने नै रहेछ है त्यो साइडमा गएर हेर्नलाई चाहिँ डर लाउँदै रहेछ अब हाम्रो चाहिँ यहाँ सुन्तला ब्रेक हुँदैछ हाम्रो यहाँ बुवाले फोटो खिच्दै हुनुहुन्छ यहाँ सुन्तला ब्रेक हुँदैछ भयो ठाउँ कस्तो रहेछ रमाइलो छ नि डाँडा काँडा जस्तो रहेछ नि त उतापट्टि त डरै लाउने खालको रहेछ नि
अनि त त्यो त चुचाएर फोटो खिचेर होइन कसरी खिच्ने होला भने जस्तो यहाँ सेफ्टी रहेछ यहाँ त छर्लङ्ग यहाँ त पुरै छर्लङ्ग रहेछ छर्लङ्ग रहेछ उता चाहिँ त्यो आउने रोड रहेछ हाम्रो यहाँ सुन्तला रहेछ डर लाउने खालकै रहेछ नि कसरी दिदीहरू हुन्छ यहीँ 12 सालको ओके अहिले चाहिँ हामी नर्थ क्यारोलिनाको चाहिँ ह्याङ्गिङ रकमा छौँ यहाँको मेन भनेको यो एट्र्याक्सन भनेको यही रहेछ है सर्लक्कै यहाँ गएर हेर्ने यहाँ चाहिँ डर लाग्नु रहेछ यहाँ डम्बर दाइकोले हामीलाई यहाँ बुवाहरू हामीलाई सबैजना लिएर आउनु भयो बुवा कस्तो लागिरहेछ यहाँ रमाइलो भइरहेछ रमाइलो भइरहेछ एकदम रमाइलो ठाउँ रहेछ मन पर्यो होइन मन पर्यो धेरैजनाहरू घुम्न आउनु भएको छ सबैजना हुनुहुन्छ एकदम राम्रो ठाउँ छ है सबैजना आउँदा हुन्छ यो ठाउँमा एकचोटि हेर्नु होला सबैले तर यहाँ चाहिँ धेरै टाढा पनि रहन्छ 1 आवरमा आउन सकिने रहेछ हाई पोइन्ट गिरिन्सबुरोबाट अहिले चाहिँ फाइनली हामी चाहिँ लगभग अलमोस्ट 5 किलोमिटर चाहिँ अप एन्ड डाउन गयो हो त माथि देखियो डाँडा चाहिँ ह्याङ्गिङ रक रहेछ तर धेरै पछि यहाँको अलिक स्यासा भइरहेछ गाडी त त्यहाँ रोकेर आउने गाडीहरू त्यहीँ रोकेर आउने स्विमिङ गर्न ठाउँ रहेछ यहाँ कायाकिङ बोटहरू रहेछ यहाँ चाहिँ बार्बिक्युहरू गर्नलाई पिकनिक गर्नलाई यहाँ टन्न ठाउँ रहेछ यहाँ बसेर उता त्यो बाहिर चाहिँ हेर्न सकियो है यहाँ चाहिँ साइडमा एउटा साइडमा यहाँ चाहिँ लेक पनि रहेछ यहाँ लेकको साइडमा तपाईँले मेरो पछाडि देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ बार्बिक्यू गरेर पिकनिक आएर बसेर खान सक्ने ठाउँ रहेछ यहाँ चाहिँ जस ह्याङ्गिङ रक चाहिँ राम्रो रहेछ यहाँ चाहिँ अब यहाँ चाहिँ तपाईँले देख्नुहुन्छ यहाँ चाहिँ यो उसमा लेकमा स्विमिङ गर्न पाइन्छ यहाँ तपाईँले देख्नुहुन्छ स्विमिङ टी गार्डन के लेखेको छ ड्रेस रुम भनेर छ होइन ड्रेसहरू यताउति गर्नलाई पाइँदैछ अनि यहाँ चाहिँ अब पछि उसको टाइममा चाहिँ समरको टाइममा विशेष गरेर समरको टाइममा चाहिँ यहाँ क्यान्डीहरू होइन सबै खानेकुराहरू पनि यहाँ किन्न पाउँदो रहेछ अनि सेन्डविचहरू पनि पाउँदो रहेछ यहाँ चाहिँ यो पुरा लेक भयो यो लेकमा चाहिँ यहाँ चाहिँ यो बिच बनाइदिएको रहेछ यही रहेछ समग्रमा चाहिँ यो ह्याङ्गिङ रक चाहिँ एक दिनको लागि चाहिँ रमाइलो हुँदैछ नभए नजिक हुनुहुन्छ भने गिरिन्सबुरो हाई पोइन्टबाट चाहिँ तपाईँको त्यही 45 मिनट 1 आवर लाग्ने रहेछ थ्याङ्क यू सो मच फर वाचिङ होइन भिडियोलाई अन्तिम समय हेरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद तपाईँ हामीलाई भेट फेरि अर्को भिडियो हुन्छ थ्याङ्क यू